बहिनी हजुर अन्त स्कुलमा के गर्यौ त तिमीले? म के पनि खाएको छिन अहिले छुर्पी खाएँ कि चढले छुर्पी खायो बेलामा हजुर छुर्पी खानु पर्छ यो छुर्पी खाने बेलामा सुजी खाने बेलामा चकलेट पनि खानुपर्छ अरे? कसले भन्नुभएको? चढले ए अँ अन्त तिमीले खायौ अन्त? के भन्नुभयो? अनि तिमीले आज हाउस ड्रेस लगाएर गएको थियौ होइन? हजुर भन्न न हौ। राम्ररी बसेर बात मार्नु न। हजुर पादेऊ कसरी? काव्य हजुर हजुर काव्यले ए माम खाँदै पो स्कुल गयो? हजुर हौ हजुर के हुन्छ? ए रुन्छ? ए ओ तिमी रुँदैन नि? गुड गर्ल नि? गुड गर्लहरू रुँदैन नि स्कुल जाँदा? ब्याड गर्ल चाहिँ रुन्छ है। मेरो छोरी त गुड गर्ल हो नि। हजुर बहिनीलाई खोकी लागेको छ? म दबाई खानुभयो? बिस्कुट खाएर खानु नि? ए हुन्छ हजुर बलुन ए आइसक्रिम खाएर पो खोकी लागेको? ए अबदेखि नखानु ल, फेरि खोकी लाग्छ नि त। अलिक यता बसेर तिमीलाई मैले
हौ त्यसरी बस न। उम्, दबाई खानुपर्छ। ओ ओ कस्तो मजा आउँदैछ नि अहिले त बहिनीलाई स्कुल जानु। कस्तो गोल गुड गर्ल भएको छ हौ मेरो छोरी त। दादा सुत्नु भएको छ किन? दादा किन सुत्नु भएको? के छुयो बहिनी? के छुयो दादाले? के यो हौ? ए तिम्रो भाँडाकुटी छुइदिनु भयो? हजुर अलिक यता बहिनीलाई राम्ररी देखेकै छुइनँ, अलिक यता बस्नु। हजुर हजुर खोइ बहिनीको चुरा। अर्को दुइटै छ, दुइटै हातमा छ चुरा। खोइ देखाउनुहोस् त। फेरि गर्नु त, यस्तो गर्नु न, फेरि गर्नु न अघिको जस्तो। के मेट्यो बहिनी? के मेट्यो? के भन्छ त्यसलाई? के ल्याइदिनु? के हो त त्यसको नाम भन न त, अन्त पो ल्याइदिन्छु त। ए नेल पोलिस? कस्तो कलरको? पिङ्क कलरको? हुन्छ हुन्छ। अन्त स्कुलमा फेरि मिसहरूले देख्नु भयो भने त, अन्त तिम्रो नेल पोलिस देख्नु भयो भने त कराउनुहुन्छ त। अन्त अलिक राम्ररी बस्नु न। मैले देखेर खोइ म नि मेरो छोरीलाई घोडामा घाउ भएछ नि।
म दबाई लगाइदिन्छु खोइ। थापा थापा लाउनु अझै अझै भयो जाती हुन्छ अब हजुर 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 अँ ए अँ उम्, हजुर बहिनी पानी मुनि माछा भन्ने गीत गाइदिनु न। पानी मुनि माछा भन्ने गीत गाउँ न त लु। हजुर बहिनी अब हामीहरू पानी मुनि माछा भन्ने गीत गाउँ न ल। भेरी गुड। अब ट्विङ्कल ट्विङ्कल very good. Clap your hands. ए अब उयो राई माइनाले गाउँै छोड्यो अरे। ए उयो हौ उयो तीन सानो चरा रुखमा थियो, दुई सानो चरा एक सानो चरा उडी गयो। म भागमा आउने कसरी आउने अन्त? म आउँछु हौ, भोलि पर्सि म आउँछु ल। के भनेको? टम्ची भनेपछि त त्यो सबै कोट्याएर मात्रै गडम गर्नु त। क्रिम मात्रै खाने होइन नि त नानी,
बिस्किटसँगै खानु न अन्त पो मिठो हुन्छ त। भोलिदेखि त ल्याउँदैन उयो पनि पराएको नि म सबै खान्छु भनेको छ होइन नहल्लिकन बस्नु न छोरी नानी। नहल्लिकन अन्त त्यो बिस्कुट गरम गरम खाएर देखाउ त हेरौँ। त्यो बिस्कुट गरम गरम खायो भने चाहिँ ठुलो प्याकेटको ल्याइदिन्छु ल म, यत्रो ठुलो प्याकेटको ल। चम्चीले हो भएन हौ, क्रिम मात्रै खाएको हेर्नु नि अब भयो यो पुन्टुलीले त। बिस्कुट खान्छ खोइ दादालाई बोलाऊ त, दादासँग नि बात मारौँ। हो दादा आऊ मेरो पछाडि उभिएर बात मार्न ल दादा भन न। सर हेलो सर आउनुहोस् सर एकताल बोलाउँदा त सुन्नु न आउनुहोस् सर त्यो हाफपेन्ट पनि खोलेर कट्टु मात्रै लाएर आइज आफ्नो खोल कट्टु मात्रै लाएर आइज। के गर्नु त हौ बिचरा मेरो छोरा त्यस्तै छ। बिहान टोयलेटमा मुख धुन जान भनेको कि हजुर हिरो हिरेर अनि के पो गर्यो त्यो हार्पिकहरू हालेछ टोयलेटमा फेरि वरिपरि हजुर सफा गर्नु खोजेको ठिकै छ। म ठिक्क टोयलेट लाग्यो उसले छोड्छ भाइ अहिले म टोयलेट गरिहाल्छु अनि सफा गर्नु भनेर टोयलेट गरेर आएँ। हजुर अनि जा अनि एकछिनमा लु जा मुखसुख धुवा अब त्यो हार्पिकहरू सफा गर भनेको बाथरुममा छिरेर त्यो बाथरुम पनि सफा पनि गरेन अलिअलि पानी सटसट हालेर निक्ल्यो। यसो हेर्छु मान्छे दर्शा गरे मुख धुइनस् भनेको त छैन अरे। अनि मुख धुएर आयो ब्रस गरिस् भनेको छैन। अनि ब्रस गरिस् भनेको छैन। यसको दिमाग चाहिँ कहिले आउँछ भनेको के सानो मेरो छोरा सुनिन छैन त भोलि तिम्रो मुन्टो उता पारेर सबैलाई भनिरहनु पर्छ, मुखै देख्दैन अनुहारै देख्दैन। आमाले सानो पुन्टो मेरो छोरा हुने अनि छैन त भोलि मिलाएको भोलि बहिनीको मात्रै देखेको छ नि दाइ किन अनुहार पारेको नानी के भयो बाबाले कराउनु भयो अन्त हाँस न त हौ। निन्द्रा लागेको छ अरे हजुर अब भात रेडी छ भात अब दिन्छु अनि त्यहाँबाट एक घन्टा मोबाइल प्लान दिनु पर्यो। मोबाइल भन्दा त हाँस उठेको 1 घन्टा दिनु पर्यो ल दाहिनेपट्टिबाट। आमा हजुर दाजु बहिनी मिलेको त्यो मुख चाहिँ के गरेको दादालाई दादालाई दिनु न अन्त के भयो अरे भाइ बिचारा दादा रुइसक्यो बिस्किट देऊ दादालाई नि देऊ बिचारा दादाको माया लाग्दैन हेर म खाइदेऊ दादालाई नि खुवाइदेऊ न
ओइ ओइ दादालाई नि देऊ न बिस्किट खोइ कता भागेको हौ नानी बात मार न के भएको ए हो दादालाई अझै देऊ नानी ओइ 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 दिनु आयो आयो दादालाई दादालाई नि देऊ न भनेको ओ बिस्किट दिँदैछ बहिनीले दिँदैछ लु खाइदेऊ दादा ऊ तपाईँले चाहिँ एक प्याकेट मात्रै ल्याउनु भएको कि 2 प्याकेट ल्याउनु भयो बिस्किट चाहिँ त्यो डल्लै रोलै ल्याउनु पर्दैन डल्लै प्याकेटै 12 कि 14 आउँछ होइन त्यो त ऊ छोराको लागि सधैँको ह्याप्पीको प्याकेटै ल्याउनु ओरियोको प्याकेटै ल्याउनु डल्लै हजुर त्यस्तै छ सबै ल्याउँछ खाली हजुर के भयो रे बहिनी कहाँ घरमा गुडिया नै के त ए आँखा यस्तो पार्ने गुडिया अन्त पिङ्क कलरको भनेको होइन अस्ति कस्तो ल्याइदिनु अरे गुडिया काजल भएको ल अन्त कस्तो कलरमा अरे अब बाबा छोरी मान खान्छ नानीको गालामा पनि उयो लाग्यो है बिस्किटको क्रिम गयो Yes, mom. Yes, mom. Okay, I'm coming. बहिनी अहिले म फोन राख्छु ल कति ज्ञानी छ नि मेरो छोरी हुन्छ भन बाई 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 मेरो छोरी
कस्तो गुडिया ल्याइदिनु अरे अस्ति पिङ्क कलरको भन्दै थियो आज फेरि कस्तो अरे ल ल ल ल तिम्रो टाइम अफ भयो भएको छैन 4 बजे हो ऊ बुढिया घरि के भन्छ